हाम्रो चाहिँ यात्रा फुलचोकीको गोदावरी त आगो तामी हेर फुलदान सही देखिन्छ होला माथिबाट हेलो प्याराडाइज भ्लग के छ सर जुदियो त छोडौ हाम्रो सरहरूलाई ल बाटो चाहिँ खत्रै हो फुलचोकीको यात्रा आज धार्मिक उसले पनि सबले भाले बोके खान् त्यही भएर सबले भाले हाने हामी कहाँ आइपुग्यौँ? हामी अहिले फुलचोकी पुग्न लागेछौँ 2 किलोमिटरमा हामी फुलचोकी पुग्छौँ सर। यो चाहिँ हामी हेर्न सक्नुहुन्छ काठमाडौँको मनोरम दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरूले। बिहान पानी परेको कारणले सुतेको भएदेखि यो भ्यू हेर्न सकिन्थ्यो त सकिँदैन एकदमै सर देख्नु नि सर इट्स कल्ड अमेजिङ भाइने बुढा टु भाइने बुढा फ्लप हुन्छ आज उस्तै गरेदेखि खायो यतिको भएपछि खान्छ। ल है केटा हो कहाँ आइपुग्यो हामी? हामी त अहिले फुलचोकी भन्दा 800 मिटर तलपट्टि छौँ नि। ठ्याक्कै 800 मिटर है? 800 मिटर तलपट्टि। सर सही हो अहिले हाम्रो घडी त्यही देखाएको सरको घडीमा जीपीएस लोकेसन छ। ल है त लड्दै पढ्दै डिओ 110 पल्सर सरको कडा छ। केटाहरू पकौडा हन्टिङमा फाइनल्ली फुलचोकी आइपुग्यो। आज भिडाम भिड रहेछ यत्रो हिँडेर आइयो है 4 घन्टा जतिको बाटो चाहिँ हिँडेर आएर चाहिँ यहाँ अब यो पसिनाले पुरै थकित भएर भोकले हो केटाहरू त 4 प्लेट भइसक्यो। प्लेटको 100 रहेछ यहाँ चाहिँ पुरै जलेबी बाई रहेछ। ओहो आज पुरै भाकल रहेछ। पाक्दैछ भुटन। भजन गाइदेऊ न सर एउटा।
के भन्नुहुन्छ हजुर यो विषयमा? भजन त गाउनु हुन्थ्यो तर अलि आउँदैन। थकाइ लाग्दैन। सरले चाहिँ दाइ भाउजूको नाममा चढाउनु भयो। पैसा खर्च गरिरहेको 2700 मिटरको हाइटमा छौँ हामी। हो फिलिङ कस्तो छ सर? फिलिङ एकदम उत्कृष्ट। लास्ट सेयरमा त ब्रेक तानेको तानै गरिरहनुपर्छ। एक्सपर्टहरू केटाहरू त्यो उहाँको हो के दक्षिणकाली जाने बाटोतिरको। हामी यहाँ आगो पुग्दैछौँ अब। सर पुरै लाइटर कहाँ छ? लाइटरले न कार्यक्रम हुँदैछ एकदमै भिजेर पानीले। आगो एक्सपर्ट सरले आज पुग्दै हुनुहुन्छ। एलसी ब्रो हजुर पातपातिङ्गर खोज्नु जानु भएको छ यहाँ। हाम्रो सरले यहाँ के बोकेर आउनु हो? ओ माई गड यो के हो? यो मुढामा हाल न। ओ यहाँ त माटोमा आगो बनिरहेको छ। सर क्याप्चर भएन त्यो अहिलेको मोमेन्ट। है त हामी चाहिँ यो भाइरल रोडमा आइपुग्यौँ। एकदमै राम्रो मान्छेहरू उता नदेखाउँ। के भन्नु छ? एलसी ब्रो किन तपाईँ चिप लाग्नु भयो? के भनौँ केही छ शब्दहरू? शब्दहरू त कति धेरै छन् तर म यो नसर्केको चिजको काठमा आउँदाखेरि शब्दविहीन भयो। सुन्ने भयो। सुन्नेमा सुन्ने ओहो सकिएन है, सकिएन।